जो पान पसलमा आउँदाखेरि दक्षिणा आयल चाहिँ 1000 टका वराने छ। यही हो पान पसल चाहिँ हेर्न सक्नुहुन्छ। यही दाइ हुनुहुन्छ पान बनाउने। अब के भन्नु होइन, यही दाइले चाहिँ खतरा पान बनाउनुहुन्छ क्या। त्यता यहाँको सबसे बेस्ट होला पान एकपल्ट आइ गरिदिनु। हाम्रो भने त्यो फ्रीमा पाएको केक र हामीले चाहिँ होइन यो पान पसल ए उहाँले झरे देख्ने ए फुल ब्रान्ड तोरे मोबाइल छ कुनै हमर गब्बर को मोबाइल छ कुन पान पसल छ के रे नहीं रे नाम सुन नाम में देखा तो नहीं है अनिल अनिल उटा कौन जी उटा अनि जनरल सेक्टर अनिल जनरल सेन्टरमा चाहिँ जनरल सेन्टरमा चाहिँ पान खतरा पाउँछ है। यो चाहिँ तेतारियाको बेटर पान होइन चुरोट होइन सुन न बेटर पान पाउँछ पाउँदैन यहाँनिर फुल राम्रो पान पाइन्छ एकदम राम्रो सबैभन्दा राम्रो पान यतै पाइन्छ। ओके ब्रो एउटा पान तिमास तिमी पनि भन्दै केही कुरा लाइक गरिदिनु शेयर गरिदिनु लाइक गरिदिनु शेयर गरिदिनु न थाहा पाएन होइन। हामीलाई चाहिँ यो क्यास दिइसकेको छु मैले 150 रुपियाँ अङ्कलले 120 रुपियाँमा पान दिनुभएको छ होइन। यो पान चाहिँ हाम्रो 4वटा पान हो। यहाँ हाम्रो पिम्मास एउटा खाने मान्छे व्यक्ति र हाम्रो यहाँ पिम्मास हुनुहुन्छ र हाम्रो यो के हुन्छ राइनो राणो भाइ हुनुहुन्छ र यहाँ हाम्रो दाइ एउटा हुनुहुन्छ गफ गरिदिनुहुन्छ। यो दाइसँग चाहिँ जोस् बेटर गफ आयो मजा आयो। अनि अरू एकजना के छोरे उखुरु बोला नि एउटा पान हामी 4 जना छौँ। यो 4वटा पानमा होइन उसलाई एउटा पान दिँदैछु उमर नै दुई दे नि ल यहाँ पनि एउटा पान छ ल यो मेरो हो गाइस 4वटा भइसक्यो त ल दाइ यो पैसा ल हाम्रो दाइले पनि रिटर्न दिइसक्नुभयो। ल यो यहाँको चाहिँ पान बेटर छ है। बाइपास यतै बाइपास जुन आमाई छिर्ने बाटो छ नि छिर्ने बित्तिकै यो बाटो छ नि तीनटा बाटो छ त्यो मेरै दोकान हो अगाडि चाहिँ के को पसल हो किराना पसल किरानै पसल पान खाएर होइन यो पान पसल चाहिँ पान खाएर जाँदाखेरि चाहिँ बेटर लाग्छ हाम्रो घर दाइ आमाई नै मास पान खेलाइ नि त बेटर पान लाग्लो कि नै मिठो खतरा बब्बाल होइन बबाल त गाइस यहाँ आउनुहोस् खानुहोस् अनि मिठो स्वाद पाउनुहोस् होइन बबाल होइन कि अब चाहिँ मेरो लाइन आइसकेको छ किनभने हामी नाइट राइडमा छौँ। अहिले हामी नाइट राइडदेखि चाहिँ कहाँसम्म आइसकेको छौँ भन्दाखेरि जबरमारीदेखि दिननी आइपुगिसकेको छौँ है लगभग आज पुगले उनीहरू आइसकेका छन् गाइस उनीहरू आइसकेका छन्। हाम्रो यो छ नि के भन्छ यो के छ के जाति हेर्न सक्नुहुन्छ यहाँनिर। हामी जस्ट निम्माको छेउमा पुगिसकेको छौँ जस्ट हाम्रो साथी र हामी यहाँदेखि निस्किँदैछौँ र यही यस्तो ट्राभल भयो नि यस्तो ट्राभल मजा होला गाइस के भन्नु तपाईँहरूलाई होइन। हामी चाहिँ प्रोग्राम हेर्न पाइनौँ तर प्रोग्राम हेर्न पाइनौँ भने चाहिँ पनि क्या हामी त्यसपछि मनबाट सुट गरेपछि सबै सुट भइहाल्छ होइन गाइस। यो विश्वकर्मा चाहिँ पूजा हो अहिले नेपालको लाउडे चलिरहेको 1 गते चाहिँ सबैले चाहिँ विश्वकर्मा पूजा गर्छ र हाम्रो यो विश्वकर्मा पूजा छ। विश्वकर्मा नेपालमा धेरै प्राउडली भइरहेको छ गाइस र हाम्रो यहाँनिर डान्स पनि चलिरहेको छ र गाइस हामी पनि केही डान्स गर्न चाहन्छु र राम्रो हुन्छ गाइस। कस्तो बिहाल छ
जिन्दगीमा के प्रगति गर्नु पर्यो भन्दाखेरि चाहिँ अब के प्रगति गर्नु होइन, यस्तै सबैको प्रगति सबजना यस्तैमा सोचिन्छ। लगायत गाइस तपाईँहरूलाई मनपर्छ होला कृपया मेरो टिकटकमा गएर भिडियो हेरिदिनु होला। अब यो भिडियो चाहिँ युट्युबमा आउँदैन तर तैपनि